तुलसी महारानी रोपिसकेपछि गर्दै नहुने कुराहरू के हुन्? यो दिन सकभर स्वास्थ्यलाई ख्याल गरेर व्रत बस्नु होला, केही नखानु होला। सजन सकिन्छ भने स्वास्थ्यमा समस्या छ भने हजुरले चाहिँ खाना हुने कुराहरू के हुन्? खाना हुने कुरा स्याउ, केरा, दुध, दही, तरुल, साबुदाना, सरखण्डा, पानी प्रशस्त मात्रामा खानु होला। स्वास्थ्य छ भने सबै छ, स्वास्थ्य छैन भने केही पनि छैन। तुलसी महारानी रोपेको दिन या एकादशी व्रतको दिन भुलेर पनि खान नहुने कुरा, गर्न नहुने कुरा के हुन्? गर्न नहुने कुरा केश नकाट्नु होला, एकादशीको दिन नख नकाट्नु होला। कसैको बाबाको तिथि, कसैको आमाको तिथि यदि यो दिन एक छाकी पर्ला, छाकी पर्यो भने काट्न मिल्छ, यो बकाइदै मिल्छ। यहाँ भोलिपल्ट श्राद्ध छ भने यो तपाईँको काट्न मिलो, केही फरक परेन, किनकि एक छाकी त बस्नु पर्यो, यसमा काट्न मिलो। यो हजुरले चाहिँ चाहेको होइन तिथिमितिले यो ठाउँमा ल्याइदियो भने कपाल काट्नु होला। जहाँ तिथि छ भोलिपल्ट भने अघिल्लो दिन एक छाकी बस्दै हुन्छ भने काट्न मिलो। नत्र भने केही बाध्यता छैन भने नङ काट्ने, कपाल काट्ने काम नगर्नु होला। यो दिन झुटो नबोल्ने, यो दिन रिस क्रोध नगर्ने, शान्त रहने, टाढाको यात्रा नजाने, होइन, घरमै बस्ने, झै झगडा नगर्ने। र यो दिनमा श्रद्धालु भक्तजन मासुको कुरै नगर्ने, मदिरापानको कुरै नगर्ने। ठुलो महाभारी पाप लाग्न सक्छ। श्रद्धालु भक्तजन प्याज, लसुन अनि त्यहाँबाट गएर भेन्टा, जसलाई बैगुन भनिन्छ, कुपिन्डो, लौका, कोदो, तामाको अचार, यस्ता कुराहरू, अन्न, चामल, यस्ता कुराहरू नुन नखानु होला।